एक जीवन थियो जब जीवन सधैँ हरियो जस्तो लाग्थ्यो, तर बिस्तारै समय बदलिँदै माटो चिरिएको मन थाक्यो र आशा हराउँदै गयो। रमेश नामको एक युवक टाढा देशमा एक्लै सङ्घर्ष गरिरहेको थियो। रमेश नाम भएको एक युवक टाढा देशमा एक्लै सङ्घर्ष गरिरहेको थियो। कामको जिम्मेवारी र थकानले उसको मन सुकेको जमिन जस्तै बनाइदिएको थियो। उसलाई लाग्थ्यो अब कसैले बुझ्दैन, कसैले साथ दिँदैन। उसलाई लाग्थ्यो अब कसैले बुझ्दैन, कसैले साथ दिँदैन। एक दिन ऊ सामाजिक सञ्जाल स्क्रोल गर्दै थियो। अचानक उसको आँखा एउटा साधारण तर गहिरो फोटोमा अडियो। हरियो पातमा साना सेता फुलले लेखिएको थियो, परमेश्वरले तिमीलाई सधैँ माया गर्नुहुन्छ। त्यो सन्देश सरल थियो तर सिधा उसको मुटुसम्म पुग्यो। उसले सोचे यदि यो साँचो हो भने म एक्लै छैन। त्यस रात ऊ धेरै समयपछि शान्तसँग सुत्यो। भोलिपल्ट बिहान उसले फेरि उठ्ने निर्णय गर्यो, डर होइन विश्वास लिएर। समयसँगै उसको जीवन फेरि हरियो हुन थाल्यो। समस्या हराएनन् तर उसको मन बलियो भयो, किनकि उसले बुझेको थियो सुक्खा जमिनमा पनि यदि विश्राम छ भने हरियो पात फेरि उम्रन्छ। यदि विश्वास छ भने हरियो पात फेरि उम्रिन्छ। तिमी जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि परमेश्वरको माया कहिल्यै सकिँदैन। परमेश्वरले तिमीलाई सधैँ माया गर्नुहुन्छ।